साथीहरू, स्वागत छ तपाईँहरूलाई मेरो युट्युब च्यानलमा। आज चाहिँ आरसिसी ब्रिजको चाहिँ क्वेसनको सोल्युसन चाहिँ मैले बनाएको छु र त्यो सिम्पल सोल्युसन चाहिँ थ्योरी पोर्सन चाहिँ बुझाउन गइरहेको छु। र फर्स्ट थ्योरी चाहिँ रहेछ, ड्रो द 3D भ्यू अफ आरसिसी ब्रिज अफ 25 meters span consisting of 3 longitudinal with 6 cross girders with 6 cross girder and with deck and abutment। भन्नुपर्दा यो क्वेसनमा तपाईँले 3D भ्यू बनाउनु पर्ने हुन्छ, जसमा चाहिँ तीनवटा चाहिँ लङ्गिट्युडिनल गर्डर र 6वटा चाहिँ क्रस गर्डर देखाउनु पर्ने छ र डेक र एबिटमेन्ट पनि हामीले देखाउनु पर्ने छ। र यसको सिम्पल सल्युसन भनेको तपाईँले एउटा यो गरिदिनुहोस् हैन, फ्रन्ट भ्यू जस्तो, जसमा चाहिँ तीनवटा चाहिँ गर्डर देखिएको छ है, तीनवटा गर्डर देखिएको छ लङ्गिट्युडिनल गर्डर र यो क्रस गर्डर चाहिँ यहाँ देखिएको छैन, तर चाहिँ डेक चाहिँ यहाँ देखिएको छ है। यो 3D भ्यू नै हो लगभग तपाईँको। र यसमा क्रस गर्डर भनेको तपाईँ यसलाई मान्न सक्नुहुन्छ है। यो भनेको तपाईँको क्रस गर्डरको साइन मैले दिएछु यहाँ। यो सेक्सन भ्यू भयो तपाईँको। अनि यो चाहिँ साइडबाट हेर्दाखेरि तपाईँको एबिटमेन्ट देखिने भयो हैन। त्यसै गरी यो पायर भयो हैन। त्यसै गरी यो पायर क्याप भयो, वेल फाउन्डेसन भयो हैन। अनि यो भनेको तपाईँको यो जुन देखिराख्नु भएको छ भने क्रस गर्डरहरू भयो तपाईँको। अनि यसै गरी यो क्वेसनको सल्युसन छ। त्यसपछि अर्को क्वेसन रहेछ, मेन्सन द नेसेसरी of the score levels and HFL and lowest bed levels to be considered by the designer with neat sketch। यसको चाहिँ के भने भन्दाखेरि यो स्कोर लेभल, एचएफएल अनि लोएस्ट बेड लेभल चाहिँ हामी डिजाइनरहरूले किन चाहिँ कन्सिडर गर्नुपर्छ त ब्रिज बनाउँदाखेरि भन्नाले यसको इम्पोर्टेन्सहरू के छ भन्ने कुरा सोधिएको छ। र फर्स्ट अफ अल हामी के बुझौँ भन्दाखेरि एचएफएल भनेको के हो? यो भनेको म्याक्सिमम वाटर लेभल हो रिच बाई द रिभर ड्युरिङ द डिजाइन फ्लड अर द रिकर्डेड एक्सट्रिम फ्लड। भन्नुको अर्थ एकदमै ठुलो बाढी आएको बेला अथवा डिजाइन जुन फ्लड हुन्छ त्यति बेला चाहिँ म्याक्सिमम वाटरको लेभल चाहिँ कतिसम्म राइज गर्छ, कति लेभलसम्म आउँछ, त्यो हाइट नै भनेको एचएफएल भ्यालु हो। त्यसै गरी लोएस्ट बेड लेभल भनेको के भन्दाखेरि लोएस्ट इलिभेसन अफ नेचुरल रिभर एट द ब्रिज लोकेसन। भन्नुको अर्थ सुक्खा समयमा अथवा सुक्खा समयमा चाहिँ रिभरको नेचुरल बेड जुन हुन्छ त्यो कहाँसम्म छ त भन्नुको अर्थ जुन रिभरको जुन नेचुरल जुन लेभल छ, बेड छ, त्यो भनेको कति गहिरो छ भन्ने कुरा चाहिँ यो लोएस्ट बेड लेभलले भन्छ। त्यसै गरी स्कोर लेभल, यो स्कोर लेभल भनेको लोएस्ट लेभल टु विच द रिभर मे इरोडेड around the piers or abutment due to the flowing waters during the flood। भन्नुको अर्थ स्कोर लेभल भन्नाले बाढीको समयमा चाहिँ फ्लडको समयमा चाहिँ कतिको माटो खन्न सक्छन् यो पायरको वरिपरि अथवा एबटमेन्टको वरिपरि पर बेड भन्दा कति तलसम्म खन्न सक्छ, त्यो भनेको तपाईँको स्कोर लेभल भयो। अब एसएफएल बारे स्टडी हामीले किन जरुरी पर्यो त? यसको जरुरी चाहिँ टु प्रोभाइड द एडिक्वेट भर्टिकल क्लियरेन्स बिलो द ब्रिज सुपर स्ट्रक्चर। मतलब सुपर ब्रिजको जुन सुपर स्ट्रक्चर हुन्छ त्यसको र एचएफएल बीचको क्लियरेन्स दिनको लागि चाहिँ यो गरिन्छ, यो एचएफएल बारे स्टडी गरिन्छ। त्यसै गरी एचएफएल टु फिक्स द डेक लेभल अफ ब्रिज, मतलब ब्रिजको चाहिँ डेक लेभल चाहिँ फिक्स गर्नलाई एचएफएल को स्टडी एकदमै नेसेसरी हुन्छ। त्यसै गरी टु प्रोभाइड द समर्जेन्स एन्ड ड्यामेज टु द ब्रिज, टु एभोइड द समर्जेन्स एन्ड ड्यामेज टु द ब्रिज। ब्रिजलाई चाहिँ ड्यामेज हुनबाट बचाउने र पानीमा डुबान हुनबाट बचाउनलाई चाहिँ यसको नेसेसिटी हुन्छ, एचएफएल को स्टडी गर्न नेसेसरी हुन्छ। त्यसै गरी टु प्रोभाइड द रिक्वायर्ड फ्री बोर्ड एभोभ द एचएफएल, एचएफएल माथि चाहिँ फ्री बोर्ड चाहिँ प्रोभाइड गर्न चाहिँ गरिन्छ। त्यसै गरी टु चेक द पोसिबल डेर्बिस अर फ्लोटिङ अब्जेक्ट। भन्नुको अर्थ यो डेर्बिसहरू र फ्लोटिङ अब्जेक्टहरूलाई चाहिँ त्यसलाई चाहिँ चेक गरेर त्यसलाई चाहिँ बाहिर पठाउनलाई, त्यसै गरी त्यो नअड्कियोस् भनेर चाहिँ यो एचएफएल जरुरी हुन्छ। त्यसै गरी अर्को पोर्सन छ यसको, यो नेसेसिटी अफ लेभल लोएस्ट बेड लेभल। यसको नेसेसिटी किन स्टडी गर्न किन जरुरी छ भन्दाखेरि टु क्याल्कुलेट अ पोसिबल स्कोर डेप्थ। अब पोसिबल स्कोर डेप्थ फाइन्ड आउट गर्नलाई यो जरुरी हुन्छ। त्यसै गरी टु डिसाइड द डेप्थ अफ फाउन्डेसन बिलो द बेड। अब बेड हामीले चाहिँ फाउन्डेसन डिजाइन गर्दाखेरि बेडमै रिभरको बेडमै गएर राख्दैनौँ, त्योभन्दा सर्टेन तल गएर राख्छौँ र
त्यो डिसाइड गर्न पनि हामी लोएस्ट बेड लेभल जरुरी हुन्छ, स्टडी जरुरी हुन्छ। त्यसैगरी टु एक्सेस द हाइड्रोलिक ओपनिङ अफ द ब्रिज, हाइड्रोलिक ब्रिजको चाहिँ ओपनिङ, ब्रिजको चाहिँ हाइड्रोलिक ब्रिजको चाहिँ ओपनिङ कतिको दिने, जस कारणले गर्दा पानी चाहिँ इजिली पास हुन सकोस् त्यो थ्रु। अनि टु फिक्स द फाउन्डेसन लेभल अफ पायर एन्ड अबुटमेन्ट, अबुटमेन्ट र पायरको चाहिँ फाउन्डेसन लेभल चाहिँ फिक्स गर्नलाई चाहिँ यो जरुरी हुन्छ। त्यसैगरी नेसेसिटी अफ स्कोर लेभल, अब स्कोर लेभल किन जरुरी छ भन्दाखेरि टु डिटरमाइन द मिनिमम फाउन्डेसन डेप्थ, अब फाउन्डेसनको मिनिमम डेप्थ कति राख्ने त भन्दाखेरि यो कुरा चाहिँ यो स्कोर लेभलले चाहिँ डिटरमाइन गर्छ। त्यसैगरी टु प्रिभेन्ट द एक्सपोजर एन्ड undermining of foundation, to prevent the exposure and undermining of foundation, फाउन्डेसन बनाइसकेपछि त्यो बाढीले गर्दा चाहिँ माटो, त्यसको वरिपरिको माटो बगाएर चाहिँ त्यसलाई चाहिँ एक्सपोजर नबनाओस् नबनाउने गरी चाहिँ हामीले डिजाइन गर्नुपर्छ र यसको लागि चाहिँ स्कोर लेभलले एकदम जरुरी भूमिका खेल्छ। त्यसैगरी टु चेक द स्टेबिलिटी अफ फायर एन्ड द एबुटमेन्ट इन द फ्लड, अब बाढीको समयमा चाहिँ फायर र एबुटमेन्टको स्टेबिलिटी चेक गर्न पनि एकदमै जरुरी हुन्छ। त्यसैगरी टु डिजाइन द फाउन्डेसन सेफली, अब फाउन्डेसनलाई सेफली डिजाइन गर्न चाहिँ यो स्कोर लेभल चाहिन्छ। त्यसैगरी टु डिसाइड द एबुटमेन्ट, टु डिसाइड द इम्बेडमेन्ट डेप्थ अफ द पाइल अर द और फुटिङ, अब पाइल अथवा फुटिङलाई चाहिँ कति डेप्थसम्म हामी गाड्ने त त्यो कुरा डिसाइड गर्न पनि यो स्कोर लेभल एकदमै जरुरी हुन्छ। यो इम्बेडेड भनेको कति गाड्ने भन्ने कुरा भयो। त्यसपछि चाहिँ यो सिम्पल रिलेसन छ हाम्रो एउटा, त्यो ब्रिज डेक यहाँ भयो हाम्रो हैन। त्यसपछि चाहिँ समथिङ हामी फ्री बोर्ड यहाँ राख्छौँ हैन, यो फ्री बोर्ड भयो हैन। त्यसपछि हामी एचएफएल भन्दा माथि फ्री बोर्ड हुन्छ। त्यसपछि चाहिँ के हुन्छ भन्दाखेरि लोएस्ट बेड लेभल, अब लोएस्ट बेड लेभल र यो एचएफएल बीचको डिस्टेन्स हामी चाहिँ वाटर डेप्थ ड्युरिङ फ्लड भनेर भन्छौँ। त्यसैगरी म्याक्सिमम स्कोर डेप्थ भनेको लोएस्ट बेड लेभल भन्दा तलको स्कोर लेभलसम्मको डेप्थलाई चाहिँ म्याक्सिमम स्कोर डेप्थ भनेर भनिन्छ हैन। त्यसैगरी यो भन्दा ठ्याक्क स्कोर लेभल जुन छ त्यो भन्दा थोरै तल हामी 1 मिटर जति हैन, हारी एप्रोक्सिमेटली 1 मिटर जति तल आएर अथवा आधी मिटर जति तल आएर चाहिँ बल्ल चाहिँ फाउन्डेसन लेभल चाहिँ हामी राख्छौँ। र सिम्पल स्केच भनेको यो ब्रिजको केसमा चाहिँ सिम्पल स्केच देखाइएको छ, एउटा सिम्पल स्केच कसरी डिजाइन गरिन्छ हैन, स्कोर लेभल भन्दा कसरी तल राखिन्छ भन्ने कुरा यहाँ देखाइएको छ हैन। त्यसपछि ड्र द एब्सोल्युट बेन्डिङ मोमेन्ट IRC क्लास 70 आर्बेबिकल फर द डिजाइन अफ 25 RCC ब्रिज इन द एक्सट्रिम कन्डिसन, अब हामीले के गर्नुपर्ने, एब्सोल्युट बेन्डिङ मोमेन्ट बनाउनु पर्ने छ जहाँ चाहिँ लोड लाइभ लोड चाहिँ कुन लागिरहेछ भने IRC 70 आर्बेबिकल छ र लोड सिम्पल ब्रिज चाहिँ एउटा 25 मिटर लङ चाहिँ RCC ब्रिज हो। र यसमा सिम्पल हामीले के को बेन्डिङ एब्सोल्युट बेन्डिङ मोमेन्ट देखाउनु पर्ने हुन्छ भन्दाखेरि जुन गर्डर हुन्छ मेन गर्डर त्यसमा जुन लोड लाग्छ त्यसको चाहिँ एक्चुअल एब्सोल्युट बेन्डिङ मोमेन्ट देखाउनु पर्ने हुन्छ। यो सिम्पल एउटा सिम्पली सपोर्टेड बिम जस्तै मैले देखाएँ हैन। अनि यसको चाहिँ एक्चुअल बेन्डिङ मोमेन्ट चाहिँ कसरी देखाउने भन्दाखेरि यसरी देखाउन सकिन्छ है। युजिङ फर्स्ट अफ अल के गर्ने भन्दाखेरि यसको चाहिँ जुन रिएक्सन फ्याक्टर जुन हुन्छ गर्डरमा कुर्बन्स मेथडबाट हामी फाइन्ड गर्छौँ र कुर्बन्स मेथडबाट फाइन्ड गरेपछि कुर्बन्स को फर्मुला चाहिँ हाम्रो यो रहेछ हैन। यो कुर्बन्सको फर्मुलाबाट हामीले चाहिँ यसको चाहिँ यो फाइन्ड गर्छौँ, रिएक्सन फाइन्ड गर्छौँ र कुर्बन्सको फर्मुला चाहिँ यो रहेछ र यसमा चाहिँ हामीले इनर आउटर गर्डर दुवै पत्ता लगाउँछ। भनेको आउटर गर्डर भयो हैन, यो भनेको इनर गर्डर भयो। तपाईको इनर गर्डर भनेको ठ्याक्क ब्रिजको सेन्टरमै पर्छ है। ब्रिजको टोटल जुन विड्थ जति छ त्यसको ठ्याक्क बीचमा चाहिँ यो पर्छ, यो इनर गर्डर पर्छ। त्यही भएको कारणले गर्दा चाहिँ यहाँ जुन यो x को भ्यालु छ यो x को भ्यालु चाहिँ ठ्याक्कै यहाँ 0 हुन्छ र e को भ्यालु चाहिँ क्याल्कुलेसनबाट आएको छ है। यो गर्डरको डिजाइन गर्दाखेरि क्याल्कुलेसनबाट 1.1 भनेर आएको थियो हैन। त्यसैगरी यो x1 भनेको यो आउटर गर्डर लिने बेला चाहिँ यो ब्रिजको सेन्टरबाट चाहिँ यो जुन गर्डर छ त्यो कति डिस्टेन्समा छ भन्दाखेरि यो 3 मिटरमा छ, त्यही भएर यहाँ 3 लिएको छ हैन। अनि त्यसपछि x स्क्वायर भनेको के हो भन्दाखेरि बाँकी जुन गर्डर छ जसको डिजाइन गरिरहेको त्यो भन्दा बाँकी जुन गर्डर छ त्यसको चाहिँ सेन्टरबाट डिस्टेन्सको स्क्वायर इन्टु कतिवटा गर्डर छ त्यसको चाहिँ दुईटा गर्डर बाहिर भएर छ भने 2 लेखिएको छ हैन। यहाँ दुईटा गर्डर भएको कारणले 2 लेखिएको छ है। त्यसपछि चाहिँ त्यसैगरी सिमिलरली इनर गर्डरको केसमा पनि त्यस्तै गरिएको छ यहाँ हैन। अनि त्यसपछि अब टोटल गर्डर कतिवटा छ त्यो अनुसार चाहिँ डिजाइन गरिन्छ हैन यहाँ। अनि त्यसपछि सिमिलर इनर गर्डरको लागि रिएक्सन फ्याक्टर चाहिँ यति आउँछ 0.33, यसको लागि चाहिँ 0.5
0.5 टू समथिङ 6 टू जति आउँछ है, 6 टू जति आउँछ। यहाँ हेरौँ, यहाँ थाहा पाइहालिन्छ। अनि म्याक्सिमम ल्याब लोड बेन्डिङ मोमेन्ट विल बी अकर्स when the IRC class vehicles is centrally places on the girder। गर्डरमा चाहिँ एकदम सेन्ट्रली प्लेस गर्यो भने त्यस्तो केसमा चाहिँ हामीले बिचतिर, गर्डरको बिचतिर राख्यो भने त्यस्तो केसमा म्याक्सिमम बेन्डिङ मोमेन्ट ल्याब लोड बेन्डिङ मोमेन्ट आउँछ। हामी आइएलडी बनाउँछ, आइएलडी थ्रु चाहिँ हामी यसको चाहिँ बेन्डिङ मोमेन्टहरू पत्ता लगाउँछौँ र बेन्डिङ आइएलसी म्याक्सिमम आइएलडी फोर बेन्डिङ मोमेन्टको लागि चाहिँ एक्स माइनस एल माइनस दिस हुन्छ। अनि यो 12.5 भनेको यसको हाफ भएन, 12.5 अनि त्यसपछि 12.5 अनि त्यसपछि डिभाइड गरे, एल भनेको 25 भइ नै हाल्यो, अनि एक्स भनेको तपाईँको बिचमा चाहिएको 12.5 भनेको बिचमा भइहाल्यो। अनि त्यसपछि यो क्यालकुलेसन गर्दाखेरि यो चाहिँ आइआरसी क्लासको भेहिकलको विथ हो, 3.6 लेन्थ जति हुन्छ त्यसको होइन, लेन्थको हाफ भनेको 1.1 मिटर। अनि यसरी चाहिँ यसको चाहिँ आइएलडी बनायो, आइएलडी बनाएर त्यसपछि यसको चाहिँ ल्याब लोड बेन्डिङ मोमेन्ट चाहिँ यसरी क्यालकुलेसन गरियो है। अब यसरी यो क्यालकुलेसन गरिसकेपछि बेन्डिङ मोमेन्ट इम्प्याक्ट फ्याक्टर रियाक्सन फ्याक्टर इन्क्लुड गरेर देखाइयो भने त्यसपछि चाहिँ फोर इनर गर्डरको लागि 1.1 इन्टु 1.1 भनेको इम्प्याक्ट फ्याक्टर भयो, यो भनेको तपाईँको रियाक्सन फ्याक्टर भयो, अनि यो भनेको तपाईँको अघि जुन बेन्डिङ मोमेन्ट निकाल्नु भएको छ यो बेन्डिङ मोमेन्ट, यो बेन्डिङ मोमेन्ट आयो। त्यसरी फर आउटर गर्डरको लागि चाहिँ आउटर गर्डरको लागि रियाक्सन फ्याक्टरमा 0.52 भएन, त्यसपछि इम्प्याक्ट फ्याक्टर 1.1 भयो, अनि माथिको भ्यालु जुन यो छ त्यही भ्यालु ल्याएर यहाँ राख्यो। अनि त्यो अनुसार चाहिँ आउटर गर्डरमा रियाक्सन फ्याक्टर क्यालकुलेसन गऱ्यो। अनि त्यसपछि एब्सोल्युट बेन्डिङ मोमेन्ट भनेको यस्तो हुन्छ, यो भनेको तपाईँको आउटर गर्डरको लागि भयो। अब यो इनर गर्डरको लागि चाहिँ यस्तो भयो है। यो अनुसार हेर्दाखेरि तपाईँको आउटर गर्डरमा चाहिँ रियाक्सन के अरे मोमेन्ट चाहिँ बढी आउने रहेछ र इनर गर्डरमा चाहिँ थोरै कम आउने रहेछ भन्ने कुरा देखिन्छ यहाँबाट, राइट। यहाँ चाहिँ तपाईँको चाहिँ स्टेप्स र फोर पायर डिजाइन एन्ड एबुटमेन्ट डिजाइन लेख्नुपर्ने रहेछ र यसको लागि चाहिँ सिम्पल यसको न्युमेरिकल गर्दाखेरि एकदम सजिलो हुन्छ र यो स्टेप्सहरू सिम्पल मैले लेखिदिएको छु। assume all necessary data includes the data which क्लाइन्ट निड्स, क्लाइन्ट जुन निड्स हुन्छ क्लाइन्ट्सको, अनि त्यसपछि नेसेसरी डाटा जुन हुन्छ त्यो हामी एज्युम गर्छौँ र क्यालकुलेसन अफ स्ट्रेस ड्यु टु ल्याब लोड र सेल्फ वेटको कारणले गर्दा स्ट्रेसहरू क्यालकुलेसन गर्छ। यो चाहिँ डिजाइन अफ पायर हो है, डिजाइन अफ पायर, जहाँ चाहिँ हामीले यहाँ चाहिँ ओन्ली स्टेट पोर्सन अफ पायर हामी कन्सिडर गर्छौँ र त्यसपछि हामी के आउँछौँ भन्दाखेरि क्यालकुलेसन अफ इफेक्ट अफ बायोन्सी। अब बायोन्सीको कारणले अफ्थरसको कारणले गर्दा आउने जुन इफेक्ट हुन्छ त्यो क्यालकुलेसन गर्छौँ। स्ट्रेस ड्यु टु सेन्ट्रिसिटी अफ ल्याब लोडको सेन्ट्रिसिटीको कारणले गर्दा स्ट्रेस हामी क्यालकुलेसन गर्छौँ। त्यसरी क्यालकुलेसन स्ट्रेस ड्यु टु लङ्गिट्युडनल फोर्सको कारणले गर्दा चाहिँ आउने जुन स्ट्रेस हुन्छ त्यो क्यालकुलेसन गर्छौँ। अब लङ्गिट्युडनल फोर्समा तपाईँको टेक्टाटिक फोर्स अथवा ब्रेकिङ फोर्स भइहाल्यो होइन। त्यसपछि अर्को तपाईँले ड्यु टु द रेजिस्टेन्स इन द बेरिङ ड्यु टु द मोमेन्ट ड्यु टु टेम्परेचरको कारणले गर्दा चाहिँ बेरिङमा जुन मोमेन्टहरू हुन्छ त्यसको कारणले गर्दा आउने स्ट्रेसहरू हामी क्यालकुलेसन गर्छौँ। अब लेफ्ट साइड बेरिङमा कति आउँछ, राइट साइड बेरिङमा कति आउँछ भन्ने कुरा यहाँबाट निकाल्न सकिन्छ। त्यसै गरी अनब्यालेन्स फोर्स एट बेरिङ, अनब्यालेन्स फोर्स चाहिँ बेरिङमा कति छ भन्ने कुरा निकालिन्छ, अनि यहीलाई युज गरेर हामी चाहिँ स्ट्रेस निकाल्छौँ त्यहाँ पायरमा। त्यसै गरी क्यालकुलेसन अफ द सियर स्ट्रेस ड्यु टु द विन्डको कारणले गर्दा हामीले सियर स्ट्रेस निकाल्छौँ, जसमा चाहिँ जेडएल भने मोडुलस अफ सेक्सन अफ पायर अफ पायर एल अबाउट द लङ्गिट्युडनल एक्सिस। अबाउट लङ्गिट्युडनल एक्सिसमा चाहिँ हामीले चाहिँ यो मोडुलस अफ सेक्सन निकाल्छौँ र यसको फर्मुला लाएर हामी चाहिँ स्ट्रेस एम बाई जेड, हामीलाई थाहा छ होइन, एम बाई जेड भनेको तपाईँको सिग्मा हुन्छ, स्ट्रेस हुन्छ भन्ने कुरा हामीलाई थाहा रहेछ। अनि यही अनुसार हामी चाहिँ स्ट्रेस निकाल्छौँ। त्यसै गरी क्यालकुलेसन अफ स्ट्रेस ड्यु टु वाटर करेन्टको कारणले गर्दा हामीले स्ट्रेस निकाल्छौँ। त्यसपछि यसमा चाहिँ अल डाटालाई हामीले टेबुलेट गर्छौँ होइन। अनि त्यसपछि हामी बल्ल चाहिँ यो रेन्फोर्समेन्ट क्यालकुलेसन गर्नु छ भने हामीले रेन्फोर्समेन्ट क्यालकुलेसन गर्छौँ। यसमा ट्रान्सभर्स एक्सिस अनि लङ्गिट्युडनल एक्सिसमा चाहिँ हामीले रेन्फोर्समेन्ट क्यालकुलेसन गर्नुपर्ने हुन्छ। सियरमा चेक गर्नु छ भने सियरमा नि चेक गर्न पाइयो यसलाई। अब यसको सिम्पल डिजाइन हेर्दाखेरि यस्तो टाइपको स्केच हुन्छ यसको होइन। यो भनेको टप भ्यू भयो होइन, प्लान भयो, यो भनेको तपाईँको सेक्सन भयो होइन। अब त्यसपछि एबुटमेन्टको डिजाइनमा चाहिँ यसरी तपाईँले एबुटमेन्टको डिजाइन गर्न सक्नुहुन्छ। यो चाहिँ प्रोसेसर भइहाल्यो, एज्युम अल द प्रिलिमिनरी डाटाहरू हामी एज्युम गर्छौँ। त्यसपछि सिम्पल यो अल डाटाहरू एज्युम गरिसकेपछि त्यसपछि चाहिँ के हुन्छ भन्दाखेरि
डाटाहरू एज्युम गर्छौँ, त्यसपछि सिम्पल हामी चाहिँ यो सेल्फ वेट अफ एबिटमेन्टको सेल्फ वेटहरू निकाल्छौँ। डेड लोड लाइभ लोड फ्रम सुपर स्ट्रक्चर एज्युम गर्दा नि भयो, अनि निकाल्दा अलिक इच्छा हुन्छ, त्यही भएर एज्युम गरिदिने। अनि त्यसरी लङ्गिट्युडनल फोर्सहरू चाहिँ लङ्गिट्युडनल फोर्सहरू निकाल्ने। त्यसपछि लङ्गिट्युडनल फोर्समा ब्रेकिङ फोर्स पर्छ, त्यसपछि टेम्परेचर भेरिएन्सको कारणले, सेरिङ्कजको कारणले आउँदै फोर्सहरू, भर्टिकल फोर्स जो ब्रेकिङ निकाल्ने। त्यसपछि क्यालकुलेसन अफ अर्थ प्रेसर निकाल्ने। अनि त्यसपछि लाइभ लोड समर्जेन्स एप्रोच स्ल्याब, अनि मतलब भन्नुपर्दा यसमा चाहिँ हरिजन्टल र भर्टिकल फोर्सहरू दुवै निस्किन्छ। यो लाइभ लोड सचार्ज र एप्रोच स्ल्याबको कारणले गर्दा। त्यसपछि वेट अफ अर्थ अन द हिल निकाल्ने। हिल HEEL हुन्छ है, यहाँ हिल लेखेर मैले HEL हुन्छ। अनि चेक फर द स्टेबिलिटी ओभर टर्निङमा चेक गर्ने। स्प्यान अनलोडेड एन्ड लोडेड कन्डिसनमा, डाइरेक्टली लोडेड कन्डिसनमा चेक गरे नि भयो एउटै। चेक फर द स्ट्रेस एट द बेड एन्ड चेक फर द स्लाइडिङ एन्ड then design for the reinforcement and transport action and the vertical direction, and also design for the shear reinforcement. And this is the simple sketch above the improvement. And after this, then the question number 5, that is the right about the bridge axis and the complex site criteria of survey of the bridge in the site location. Mention the necessary different methodology of adapted to be adapted if the soil condition is right bank is hard and the in the other bank is सफ्ट। मतलब यस्तो कन्डिसन आयो भने हामीले ब्रिजको सर्वे कसरी गर्छौँ र कसरी कुन मेथडोलोजी युज गरेर हामी डिजाइन गर्छौँ भन्ने कुरा यहाँ डिस्क्राइब गरिएको छ। र यो कुरा ब्रिज एक्सिस भनेको, ब्रिज एक्सिस इज द इमेजिनरी सेन्टर लाइन्स अफ द ब्रिज along its longitudinal axis, and it is generally perpendicular to the abutment and is parallel to the center line of the roadway in the bridge। भन्नुको अर्थ यो भनेको ब्रिज एक्सिस भनेको तपाईँको सेन्टर लाइन अफ ब्रिजको सेन्टर लाइन एउटा इमेजिनरी लाइन हो, जुन चाहिँ ब्रिजको सेन्टर लाइनबाट लङ्गिट्युडनली चाहिँ पास भएको हुन्छ। र यो चाहिँ जुन रोडवे हुन्छ त्यसको सेन्टर लाइनसँग चाहिँ प्यारलली गएको हुन्छ। त्यसै गरी अल द मेजरमेन्ट सच एज द स्प्यान, क्रस गर्डर, बियरिङ, पायर इट्स आर टेकन विथ रेफरेन्स अफ द ब्रिज एक्सिस। ब्रिज एक्सिसकै रिफरेन्समा चाहिँ यो स्प्यानहरू, क्रस गर्डरहरू, बेरिङ अनि पायरहरूको पोजिसनहरू डिटरमाइन गरेर हुन्छ। त्यसै गरी कर्ब एन्ड स्क्यू ब्रिज, द एक्सिस इज फिक्स अन द बेसिस अफ द सर्टेड डिस्टेन्स बिट्विन द एबुटमेन्ट एन्ड एज पर एलाइनमेन्ट अफ द रोडको एलाइनमेन्ट र स्पेसिङ बिट्विन द सर्टेस्ट स्पेसिङ बिट्विन द एबुटमेन्टको लिएर चाहिँ कर्ब र स्क्यू ब्रिजमा चाहिँ यो डिजाइन गरेर यो फिक्स गरेर हुन्छ ब्रिज एक्सिसलाई। त्यसै गरी कम्प्लेक्स साइट क्राइटेरिया ड्युरिङ द सर्वे को केसमा चाहिँ के कस्तो गर्न सकिन्छ, के गरिन्छ भन्दाखेरि हामी फर्स्ट अफ अल टोपोग्राफी सर्वे गर्छौँ, स्टडी अफ कन्टुर, ग्राउन्ड लेभल, स्लोप एन्ड ड्रेनेज प्याटर्नहरू हेर्छौँ। त्यसै गरी हाइड्रोलोजीमा हामी चाहिँ एसएफएल हेर्छौँ, लोएस्ट बेड लेभल एलबिएल हेर्छौँ, डिजाइन फ्लड हेर्छौँ, एस्कोर डेप्थ हुन्छ, भेलोसिटी अफ फ्लो हेर्छौँ। त्यसै गरी जियोलोजीको स्टडी गर्छौँ र जियोलोजीको केसमा चाहिँ टाइप्स अफ रक हेर्छौँ, सोइल हेर्छौँ, विक जोन हेर्छौँ, फल्ट हेर्छौँ, बेडिङहरू हेर्छौँ रकको। त्यसपछि सोइल इन्भेस्टिगेसन गर्छौँ, त्यसमा चाहिँ हामीले बोरोहोल्स गर्न सक्छौँ, एसपिटी गर्छौँ, ल्याबोरेटरी टेस्ट गर्छौँ टु नो द बेरिङ क्यापेसिटी अफ द सोइल एन्ड कम्प्रेसिबिलिटी, सोइलको कम्प्रेसिबिलिटी र बेरिङ क्यापेसिटी पत्ता लगाउनलाई हामीले चाहिँ एसपिटी, बोरोहोल्स एन्ड ल्याब टेस्टहरू गर्छौँ। त्यसै गरी एक्सेसिबिलिटी अफ एन्ड एप्रोच, अब त्यहाँ पुग्न कतिको सहज छ भन्ने कुरा, एक्सेसिबिलिटी रोड छ कि छैन भन्ने कुरा हेर्छौँ होइन। अनि त्यसै गरी इकोनोमीको केस पनि हेर्छौँ हामी, मिनिमम कोस्ट विथ सेफली एन्ड ड्युरेबिलिटी, र प्रोजेक्टको चाहिँ सेफली अनि ड्युरेबिलिटी पनि होस् र सेफली पनि होस् र मिनिमम कोस्टमा सम्पन्न होस् भन्ने कुरा पनि हामी त्यहाँ ध्यान कन्सिडर गर्छौँ। त्यसै गरी अदर फ्याक्टर हामी कन्सिडर गर्छौँ, इन्भाइरोमेन्टल इम्प्याक्ट फ्याक्टर कन्सिडर गर्छौँ, ल्यान्ड एक्वास्टिसन फ्याक्टर हेर्छौँ। त्यसै गरी युटिलाइज हेर्छौँ, एस्थेटिक्स कुरा पनि हेर्छौँ। त्यसै गरी मेथोडोलोजी टु बी एडप्टेड, यदि हाम्रो यो यस्तो कन्डिसन आयो जहाँ चाहिँ राइट ब्याङ्कमा चाहिँ हार्ड रक छ अनि लेफ्ट ब्याङ्कमा चाहिँ सफ्ट सोइल छ भने, त्यस्तो केस आयो भने त्यस्तो केसमा कुन किसिमको मेथोडोलोजी अप्नाउन सकिन्छ भन्ने कुरा हेर्दाखेरि फाउन्डेसन अन द रक, सलो फाउन्डेसन, यदि रक छ भने त्यस्तो केसमा हामी सलो फाउन्डेसन हामी युज गर्न सक्छौँ होइन। त्यसै गरी यसमा यदि लेफ्ट ब्याङ्कमा सफ्ट सोइल छ भने हामी डिप फाउन्डेसन युज गर्छौँ, सच एज पाइल, वेल एन्ड क्यासियन जस्ता फाउन्डेसन युज गर्न सक्छौँ। र यो जुन रक टाइपको छ त्यहाँ भने हामी ओपन अथवा सलो फुटिङ चाहिँ युज गर्न सक्छौँ होइन। त्यसै गरी लिमिटेड सेटलमेन्ट एक्सपेक्टेड, यो हार्ड रक भएको ठाउँमा चाहिँ लिमिटेड सेटलमेन्ट हुन्छ। त्यसै गरी यो भेरी सफ्ट छ भने त्यहाँ चाहिँ सोइल इम्प्रुभमेन्ट
मिक्स हामी युज गर्नुपर्ने हुन्छ सोइलको सेटलमेन्ट धेरै नहोस् भनेर। त्यसपछि यसमा चाहिँ हार्ड रकमा चाहिँ युज कन्भेन्सनल एक्सकाभेसन, हामी कन्भेन्सनल एक्सकाभेसन गर्न सक्छौँ र यो लेफ्ट ब्याङ्कमा हामी चाहिँ प्रोभाइड इम्ब्याङ्कमेन्ट प्रोटेक्सन, हामी इम्ब्याङ्कमेन्ट प्रोटेक्सनहरू राखेर हामीले एक्सकाभेसनहरू गर्नुपर्ने हुन्छ। लेस निड्स अफ ग्राउन्ड इम्प्रुभमेन्ट यो जुन राइट ब्याङ्कमा चाहिँ हार्ड रक भएको कारणले गर्दा चाहिँ यसमा ग्राउन्ड इम्प्रुभमेन्ट अलिक कम निड्स हुन्छ। त्यसै गरी यसमा कन्टिन्युस मोनिटरिङ अफ सेटलमेन्ट, यो जुन लेफ्ट ब्याङ्क हुन्छ जहाँ जुन सफ्ट साइलको कारणले गर्दा हामीले कन्टिन्युस सेटलमेन्टको मोनिटरिङ गर्नुपर्ने हुन्छ। र त्यसपछि चाहिँ अर्को चाहिँ राइट ब्याङ्कमा चाहिँ हार्ड रक भएको कारणले प्रोपर ड्रेनेज एन्ड ग्राउटिङ इफ रिक्वायर्ड, यदि हार्ड रक यदि अलिकता कमजोर टाइप छ भने प्रोपर ड्रेनेज राख्ने, ग्राउटिङ गर्ने होइन। त्यसै गरी लेफ्ट ब्याङ्कमा चाहिँ भेरी सफ्ट सोइल भएको कारणले गर्दा यसको चाहिँ डिटेल जियोटेक्निकल्स इन्भेस्टिगेसन गर्नुपर्ने हुन्छ। र यति गर्दाखेरि लगभग थ्योरी पोर्सन सकिन्छ। अब न्युमेरिकल पोर्सन चाहिँ हेर्दै प्र्याक्टिस गर्दै गर्दाखेरि न्युमेरिकल पोर्सन पनि खासै गाह्रो छैन यसको। सिम्पल यसरी डिजाइन गरिदियो भने पुग्छ होला इक्जाम पोइन्ट अफ भ्यूको कारणले गर्दा। यदि प्रोसेस वाइज नै गर्न गयो भने यो एकदमै लामो हुन्छ यो क्वेसनहरू, र जुन हामी सक्दैनौँ इक्जाममा पनि भ्याउन सक्दैनौँ। त्यही भएर छोटो मिठो तरिकाले गर्ने भने यसरी गर्नु हो भने एकदम सजिलो हुन्छ। ल हस् त, धन्यवाद, थ्याङ्क यू।